यो मेरो घरको आँगन बाहिर अहिले साँझको 8:30 बज्यो। म चाहिँ यहाँ वाटरमेलन खाँदैछु। बाहिर नेबरहरू आउँछ, कोहीसँग गफ गर्दै वाटरमेलन खाँदै हैन। अब यस्तै सानो चिटिक्क परेको घर अनि ठुलो आँगन बनाउन मन छ नेपालमा अनि स्पेसली बनिपामा। अनि त्योभन्दा नि ठुलो इच्छा भनेको स्पेसल निड बच्चा, अटिजम भएको बच्चाहरूको लागि केही गर्न मन छ। अटिजम निडको पेरेन्ट्सहरूको लागि केही गर्न मन छ, सर्भिस प्रोभाइड गर्ने हैन। तर के गर्ने र कसो गर्ने भनेर थाहा छैन, कहाँबाट सुरु गर्ने भनेर थाहा छैन है। काठमाडौँमा त धेरै सर्भिसेस रहेछ, तर सबैजना काठमाडौँ जान सक्दैन। काभ्रेपलाञ्चोकमा नि त स्पेसल निड बच्चाहरू धेरै होलान्। अब म बनेपामा जन्मेको हुर्केको भएर मलाई उतैतिर धेरै लगाव छ। तर कहाँ गर्ने, के गर्ने र कसरी गर्ने केही आइडिया छ यहाँहरूलाई?